आज हामी केही ताजा समाचार स्रोतहरूमा आएका मुख्य कुराहरूलाई अलि खोतल्दैछौँ है। हजुर। एकातिर हेर्नुहोस् न, मनसुनले लाखौंलाई जोखिममा पार्ने चेतावनी छ, अनि फेरि अर्कोतिर विद्युतीय गाडीको आयात वात्तै बढेको देखिन्छ। यी र यस्तै अरू घटनाक्रमले के सङ्केत गर्छ होला त? यसमा आज अलिकति गहिरो कुराकानी गरौँ। हो, यी कुराहरू हेर्दा त फरक फरक जस्तो लाग्छ, तर यिनीहरूले नेपालले सामना गरिरहेका केही आधारभूत द्वन्द्व र अवसरहरूलाई एकै ठाउँमा ल्याउँछन् जस्तो लाग्छ मलाई। जस्तो कि वातावरणीय दबाव भयो, हैन, अनि आर्थिक परिवर्तनको आकांक्षा र क्षेत्रीय सम्बन्धका पाटाहरू, यी सबै एकसाथ चलिरहेका छन्। सुरु गरौँ न त यही विरोधाभासबाट। मनसुनले झन्डै 20 लाख मानिस प्रभावित हुन सक्ने रे। यो त अब हरेक वर्षकै गम्भीर चुनौती भइहाल्यो नि। हो त। तर ठ्याक्कै यही बेला आर्थिक वर्षको पहिलो 10 महिनामा मात्रै करिब 9,850वटा विद्युतीय गाडी भित्रिएछन्। एकातिर प्रकृतिले खतराको घण्टी बजाउँदैछ, अर्कोतिर आधुनिक प्रविधि अँगाल्ने होडबाजी जस्तो पनि देखियो। यसलाई कसरी बुझ्ने होला? यो एकदमै महत्त्वपूर्ण अवलोकन हो। मनसुनको जोखिमले त प्रष्टै देखाउँछ कि हाम्रो भौगोलिक र वातावरणीय संवेदनशीलता कति चर्को छ भनेर। अर्कोतिर लगभग 10,000 नयाँ विद्युतीय गाडी थपिनु, यसले बजारमा एउटा प्रष्ट परिवर्तन देखाउँछ, अनि सायद अलि बढी दिगो भविष्यतर्फको आशा पनि देखाउँछ कि हो। तर यहाँनिर एउटा प्रश्न उठ्छ के यो वृद्धि साँच्चै वातावरणीय जोखिम कम गर्ने एउटा ठोस प्रयास हो, वा केवल व्यक्तिगत छुनौट र बजारको ट्रेन्ड मात्रै हो? स्रोतहरूले यो गाडीको वृद्धि शहरी क्षेत्रमा कति केन्द्रित छ भनेर के भनेका छन्? किनभने त्यसले राष्ट्रिय स्तरमा यसको प्रभाव कस्तो रहन्छ भन्ने कुरामा फरक पार्छ नि। त्यो निकै सान्दर्भिक प्रश्न हो। स्रोतहरूले वितरणको त्यस्तो विस्तृत विवरण त दिएका छैनन् है, तर आयातको यो आँकडा आफैमा निकै ठूलो छ। हो, ठूलो त छ। अब अलिकति फरक तर उत्तिकै महत्त्वपूर्ण विषयमा जाउँ न त। हुन्छ। व्यक्तिगत साहस र अन्तर्राष्ट्रिय उपलब्धिको कुरा गरौँ। पाकिस्तानी आरोही साद मुनावरले सगरमाथाको उत्तरी मोहडाबाट सफल आरोहण गर्नुभएको छ। यो बाटो अझ चुनौतीपूर्ण मानिन्छ नि है। हो, निकै। अनि यो बाटोबाट सगरमाथा चढ्ने उहाँ पहिलो पाकिस्तानी नागरिक बन्नुभएको छ। यो त साँच्चै प्रेरणाको कुरा भयो। बिल्कुल। मुनावरको सफलताले के देखाउँछ भने पर्वतारोहण जस्तो क्षेत्रमा व्यक्तिगत दृढता कति महत्त्वपूर्ण हुन्छ, अनि यसको विश्वव्यापी आकर्षण कस्तो छ भन्ने पनि देखाउँछ। यसले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा सकारात्मक रूपमा प्रस्तुत पनि गर्छ नि। पक्कै पनि। अनि यसले नेपालको पर्यटन क्षेत्रलाई, खास गरी साहसिक पर्यटनलाई थप ऊर्जा दिन सक्छ। र यही पर्यटनसँग जोडेर हेर्दाखेरि काठमाडौँमा नेपाल र भारतका प्रमुख पर्यटन व्यवसायी सङ्घहरूबीच एउटा महत्त्वपूर्ण सहकार्य सम्झौता भएको खबर पनि आएको छ। ए हो र? हजुर। यसले दुई देशबीच पर्यटन प्रवर्धनमा सघाउने देखिन्छ। अब मुनावरको त्यो व्यक्तिगत सफलता र यो संस्थागत सहकार्य, यिनलाई सँगै राखेर हेर्दा केही ठूलो चित्र देखिन्छ त? अवश्य देखिन्छ। यी दुवैले के गर्छन् भने नेपालको अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धमा पर्यटन कति महत्त्वपूर्ण छ भन्ने कुरालाई अझ उजागर गर्छन्। मुनावरको आरोहणले विश्वको ध्यान खिच्छ, हैन? हो। अनि यो पर्यटन सम्झौताले चाहिँ त्यो ध्यानलाई वास्तविक आर्थिक लाभमा परिणत गर्ने एउटा आधार तयार पार्छ। यसले देखाउँछ कि कसरी व्यक्तिगत उपलब्धि र संस्थागत प्रयास मिलेर राष्ट्रिय हितमा काम गर्न सक्छन्। तर फेरि मान्छेहरूको आवत-जावत बढाउने कुरा गर्दा यसको अर्को पाटो पनि बिर्सनु हुँदैन। तपाईले सीमा सुरक्षाको प्रसङ्ग उठाउन खोज्नु भएको जस्तो लाग्यो। हो। के भने अर्को एउटा खबर अनुसार भारतसँग जोडिएको उत्तर प्रदेशको बहराइच जिल्ला आसपासमा सीमा सुरक्षा निकै कडा पारिएको छ अरे। केही विदेशी नागरिकले अवैध रूपमा सीमा पार गर्न खोजेको घटनापछि यो कदम चालिएको भन्ने छ। हो, मेरो सङ्केत त्यतैतिर थियो। एकातिर हामी पर्यटन र सहकार्य मार्फत सीमालाई अलि सहज बनाउन खोजिरहेका छौँ जस्तो देखिन्छ, अनि अर्कोतिर सुरक्षा र नियन्त्रणको आवश्यकता पनि उत्तिकै टड्कारो भएर आउँछ। सही हो। यो घटनाले सीमा व्यवस्थापन कति संवेदनशील विषय हो भन्ने कुरा फेरि एकपटक देखाएको छ। यो केवल नेपाल भारत सीमाको मात्र कुरा पनि होइन, हैन र? विश्वभरि नै खुलापन र सुरक्षाबीच सन्तुलन खोज्नु एउटा निरन्तरको चुनौती हो। त्यसो भए आज हामीले यसो केलाएका स्रोतहरूबाट के देखियो भने नेपाल एउटा चौबाटोमा उभिएको जस्तो लाग्यो मलाई। हो,
एकातिर जलवायु परिवर्तन जस्ता ठूला वातावरणीय चुनौतीहरू छन्, अर्कोतिर विद्युतीय गाडी जस्ता नयाँ प्रविधि अपनाएर अघि बढ्ने प्रयास पनि भइरहेको छ। व्यक्तिगत तहमा हेर्दा साद मुनावर जस्ता सफलताका कथाहरू छन्, अनि संस्थागत तहमा पर्यटन सहकार्य जस्ता कदमहरू चालिँदैछन्। तर फेरि सीमा सुरक्षा जस्ता परम्परागत चुनौतीहरू पनि यथावत नै छन्। एकदम सही निचोड हो यो। यी सबै फरक फरक जस्ता देखिने कुराहरू वास्तवमा एकै ठाउँमा जेलिएका छन् नि। हो त। यसले एउटा आधारभूत प्रश्न खडा गर्छ जस्तो लाग्छ मलाई। एकातिर आर्थिक विकासको आकांक्षा छ, जस्तै विद्युतीय गाडीको प्रयोग बढ्नु, पर्यटन सहकार्य हुनु, अनि अर्कोतिर वातावरणीय जिम्मेवारी छ, जस्तो मनसुनको जोखिम र फेरि सुरक्षा संवेदनशीलता पनि छ, सीमा व्यवस्थापनको कुरा। यी तीनवटा कुरा बीच नेपालले भविष्यमा कसैले सन्तुलन कायम गर्ला त? एउटालाई प्राथमिकता दिँदा अर्कोमा कस्तो असर पर्ला? यो सन्तुलनको खोजी नै अब आगामी दिनहरूमा हेर्न लायक मुख्य विषय होला जस्तो मलाई लाग्छ।